ओके गाइजहरू के छ हालखबर। धेरै पछि फेरि एकजना विद्यार्थीले यहाँ एउटा क्वेसन सोधेको रहेछ होइन, त्यही भएर मैले यहाँ सिम्पल पहिल्यै क्वेसन लेखेर मैले गर्दैछु। अ बडी अफ मास 0.1 kg इज अन्डरगोइङ सिम्पल हार्मोनिक मोसन अफ एम्प्लिट्युड 1 मिटर एन्ड पिरियड अफ 0.2 सेकेन्ड। इफ द oscillation इज produced by a spring, what will be the maximum value of force and force constant of the spring? अब हामीलाई के दिएको छ भन्ने कुरा यहाँ पहिला गिभन नलेखिकन हामीले केही पनि गर्न सक्दैन। मास दिएको छ, मास 0.1। एम्प्लिट्युडलाई मैले आर भने कतै कतै ए पनि भन्न सक्छ, त्यही भएर मैले आर रिप्रेजेन्ट गरेको छु। यो टाइम भनेको 0.2 सेकेन्ड छ। फोर्स र हामीलाई फोर्स कन्स्ट्यान्ट। अब यसको लागि हामीसँग पहिला टाइम पिरियड दिएको हुनाले र स्प्रिङ कन्स्ट्यान्ट पनि हामीले निकाल्नु पर्ने छ। त्यही भएर पहिला हामीले टाइम पिरियडबाट जाउँ है। टी इजिकल टु के हो हाम्रो फर्मुला 2π√m/k भन्ने हामीलाई सबैलाई थाहा छँदैछ होला है त। अब यसलाई स्क्वायरिङ गर्दाखेरि स्क्वायरिङ बोथ साइड गरेर के को भ्यालु निकाल्नु पर्यो है त। स्क्वायरिङ बोथ साइड गर्दाखेरि के हुन्छ त, के इजिकल टु 4π² होइन, 4π² m/t² हुन्छ, यदि थाहा छँदैछ। अब यसको भ्यालु ट्याक्क कति आउँछ भन्दा ओके कति आउँछ अब यहाँ क्यालकुलेटरमा आउनु होइन। 4π कति आउँछ भन्दा 4 यसरी गरौँ। 4π भनेको 3.14, 4π को स्क्वायर इन्टु m भनेको 0.1 डिभाइड बाई t भनेको 0.2 को स्क्वायर गरौँ त ल कति आउँछ गर्दाखेरि हाम्रो आयो 98.58 आयो कि है। 98.59 अथवा 98.6 लेख्यो पनि भयो। अहिले अब यसको युनिट पनि हामीले लेख्नुपर्छ। के होला यसको युनिट बनाउँदा, यसको युनिट हाम्रो के न्युटन पर मिटर भइहाल्यो। त्यसपछि हाम्रो अब के निकाल्नु पर्यो त, फोर्स। हामीलाई के छ त, हुक्स लबाट या फिजिकल टु माइनस के आएको छ। अब माइनस त हामीलाई चाहिँदैन, फेरि या फिजिकल टु के आएको छ। अब यहाँ के छ मैले यहाँ माथि आर लेखेको छु, एउटै हो भनेको या फिजिकल टु यो भन्नु पर्छ, या फिजिकल टु सरी केआर हो। अब या फिजिकल टु के भनेको 98.59 इन्टु आर भनेको हाम्रो 1 छ। त्यो गर्दाखेरि या फिजिकल टु कति आयो त भन्दाखेरि 98.59 न्युटन आयो। सक्यो है त। ल थ्याङ्क यू।